हेलो वेलकम टू न्यू भिडियो। सबैजनालाई स्वागत छ मेरो छोटो मिठो मिनी भ्लगमा। अनि आजको मिनी भ्लग स्टार्ट गरौँ। फेरि यता सबै रेडी भइसक्यो, कपडा सपडा लगाएर टोपी सोपी लगाएर एकदमै रेडी भइसक्यो। अनि बाहिर चाहिँ चिसो पनि बढिरहेको छ, मौसम चाहिँ एकदमै फाटेको छ। आज चाहिँ म चाहिँ अब गेटदेखि बाहिर जाँदैछु, यता बाहिरतिर चाहिँ मौसमहरू एकदमै क्लियर गरेको। आज चाहिँ मान्छेहरू खासै हिँडेको छैन। फेरि हाम्रो घरदेखि तलतिर एउटा कुकुर छ, एकदमै पुछेर हल्लाइरहेको छ, मान्छेहरू देखेको छ। फेरि चाहिँ म केही समयपछि चाहिँ यता हाम्रो घरदेखि तलतिर चाहिँ यता घरहरू पनि बनिरहेको छ। आजभोलि चाहिँ यहाँनिर एउटा घर बनेको छ। आज चाहिँ एकदमै राम्रो। म कहाँ जाँदैछु भन्दाखेरि आज चाहिँ म उता साथीहरू चाहिँ बोलाएको थिएँ उता स्कुल पछाडि ग्राउन्डमा। अनि आज चाहिँ साथीहरूसँग भेटघाट कार्यक्रम छ मेरो। एकजना दाइ हुनुहुन्छ, त्यो दाइले चाहिँ एकदमै हरियाली बनाउनु भएको छ। यस्तो रोडको साइडमा पनि रोडहरूतिर चाहिँ एकदमै प्याक रहेछ, गाडीहरू चाहिँ हिँडेर, अरू गाडीहरू पनि हिँडिरहेको। समयपछि चाहिँ म यता महेन्द्र स्कुल अगाडि गेटनिर आइसकेको छु। यता पिपलको बोटहरू छ अनि यता हरियाली एकदमै छ हाम्रो स्कुलमा चाहिँ। यतातिर म पनि यतै पढेको हो। अनि आज चाहिँ एकदमै रमाइलो हुनेवाला छ साथीहरूसँग भेटघाट गरेर चाहिँ। केही समयपछि चाहिँ म यता ग्राउन्डमा पनि आइसकेको छु। अनि साथीहरू चाहिँ आएको छन् कि आएको छैन म चाहिँ हेर्दै। एकजना नरेश भन्ने साथी आइसकेका छन्। साथी चाहिँ एकदमै ह्यान्डसम छ, एकदम लाउरे भन्ने सोच यिनको चाहिँ। सँग चाहिँ धेरै दिन पछाडि भेट भएको थियो। अनि साथीहरूसँग मिठा मिठा गफ गर्दै हिँडिरहेको छु म चाहिँ। उता पछाडिबाट चाहिँ अरू मान्छेहरू आउँदैछन् अनि हामी चाहिँ यसो गफ। फेरि अर्को साथी आइसक्यो आफ्नो क्रस फायर लिएर। अनि साथीहरूसँग आज चाहिँ एकदमै रमाइलो हुनेवाला छ। अरू साथी चाहिँ उता तलतिर अब रनिङहरू गरिरहेको छन्। एकजना साथी चाहिँ यता क्रस फायर लिएर चाहिँ आइसक्यो। साथीसँग ह्यान्डसेक त गर्नुपर्छ। साथीहरू सबै आएको रहेछन्। एकजना साथी पनि आउँदैछन् माथिबाट। आज चाहिँ हामी यता मन्दिरको पछाडि ग्राउन्डमा छौँ। अनि यता चाहिँ अर्को साथी छन्। यिनले चाहिँ बाटोमा हिँड्ने मैयाहरूलाई चाहिँ यसो छड्के आँखा लगाइदिन्छन्। यिनी चाहिँ एकदम ह्यान्डसम छन्। यिनी चाहिँ मान्छेहरू केटीहरू ढल्छन्। केही समयपछि चाहिँ यता साथीहरूले चाहिँ यसो कपडा सपडा लाउँदैछन्। अनि एकजना साथी चाहिँ यहाँनिर, एकजना साथी चाहिँ यहाँनिर अड्डेको छ। अनि यता चाहिँ मैले चाहिँ यता भिडियो सिडियो बनाइरहेको छु। अनि साथीहरू चाहिँ यता कपडाहरू लाउँदैछन् रनिङ गर्नु। साथीहरूसँग एकछिन बसेर एकदम गफगाफ गर्यो। साथीहरूले चाहिँ यता जुत्ताहरू लाउँदैछन्। एकजना चाहिँ एउटा साथी चाहिँ यतातिर साइडमा छन्। अनि म चाहिँ यताबाट भिडियो बनाइरहेको छु। साथीहरू चाहिँ एकदमै ह्यान्डसमै छन्। साथीहरू चाहिँ ह्यान्डसम ब्रोहरू। अनि यहाँनिर चाहिँ एउटा एक्सर्साइज गरिरहेको छन्। आज गर्मी पनि बढिरहेको छ साँझको बेला। केही समयपछि चाहिँ म यता तेकन्द क्लासमा आएँ। अनि यता नानीहरूले चाहिँ यता स्पाइरिङहरू फाइटहरू गरिरहेको रहेछन्। साथीहरू नानीहरू चाहिँ पछाडि साइडमा छन्। नानीलाई चोट लागेको थियो हात खुट्टामा, त्यही भएर देखाउँदैछन्। अनि यता चाहिँ नानीको स्पाइरिङहरू एकदमै डेन्जर भइरहेको छ। नानी चाहिँ यहाँनिर छिन्। अनि यहाँनिर एउटा बाबु छ, यता चाहिँ ट्रेनिङहरू चलिरहेको छ। बाबुले चाहिँ ट्रेनिङ बनाइरहेको छन्। यतातिर हाम्रो न्यू स्टुडेन्ट आएको रहेछ एकजना बाबु चाहिँ एकदमै डेन्जर। नानीले चाहिँ यता रमाइलो गर्दैछन्। नानी चाहिँ एकदमै रमाइलोवाला मान्छे हो। अनि उता चाहिँ भाइहरू छन्, यता चाहिँ नानीहरू छन्। हेलो हेलो गरिरहेको छ। नानीले चाहिँ आज एकदमै रमाइलो भयो। त्यो चाहिँ नानीले आज ट्रेनिङ कस्तो हो भन्दाखेरि आज ट्रेनिङ चाहिँ एकदमै बोबाल भयो दाइ भन्दै थिइन्। एकदमै मस्किरहेको थिइन् नानी पनि एकदमै रमाइलो। मेरो मिनी भ्लग चाहिँ यहीसम्म थियो। अहिले चाहिँ हामी घरतिर जानु छ लागिसक्यौँ। अनि मेरो भिडियो राम्रो लाग्छ भने प्लिज सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला है त।